तिमीहरूले यस्तो खानु पार्टी गर्नु केटीसित घुम्नु यताउता गर्नु अग्निवीरको अब रियालिटी अब आर्मी इज अ ड्रिम भनेर आउँछ। हेलो गाइज अनि वेलकम ब्याक टु माई न्यू भ्लग। अनि आजको भिडियोमा चाहिँ म के भन्छ अग्निवीरको अब रियालिटी अब वाट इज अग्निवीर अब त्यो मजाले इन्फर्मेटिभ भिडियो भनौँ न केटाहरूको लागि। फर्स्ट अफ अल तिमीहरूले अब अग्निवीर भनेर चाहिँ त्यो मिथ नराख्नु कि 4 वर्ष मात्र गरेर प्लाट्टै छोडिदिन्छु। अब कतिजना त अब आर्मी इज अ ड्रिम भनेर आउँछ तर द्याट्स अब त्यो ड्रिमले मात्र सपोर्ट गर्दैन कि आफै स्ट्रङ भएर अब त्यो गर्नु सक्छु भनेर जानुपर्छ क्या। त्यो हल्लागुल्लामै अब मजाको लागि 4 वर्ष काम गर्छु छोडिदिन्छु भनेर चाहिँ नजानु फर्स्ट अफ अल। सेकेन्ड अफ अल त्यता तिमीहरूको पर्सनालिटी डेभलपमेन्ट अब सबै हुन्छ कि अब तिमीहरूको सबै डेभलप गराइदिन्छ। त्यो लाइफमा तिमीहरू बेकारी बस्ने टाइपको मान्छे चाहिँ हुन्न, टोटली मान्छे नै अब एउटा बोयदेखिको म्यान भएर निस्किन्छौ क्या। त्यहाँ तिमीहरू अग्निवीर भनौँ मेन चाहिँ बेसिकली ट्रेनिङबाट चाहिँ त्यस्तो भएर निस्किन्छ केटाहरू हो। त्यहाँदेखिको चाहिँ फर्स्ट अफ अल तिमीहरूले अब 1.6 किलोमिटर कुद्यो होला हो, मेडिकल फिट पनि भयो होला, मेरिट पर्खिरहेको होला। अब त्यो मेरिट पर्खिरहेको छ भन्नाले अब तिमीहरू फेरि 2-3 महिना 1-2 महिनाको ग्याप हुन्छ तिमीहरूको अब त्यो जोइनिङ लेटर नआइन्जेलसम्म। त्यति बेलासम्म चाहिँ तिमीहरूले यस्तो खानु पार्टी गर्नु केटीसित घुम्नु यताउता गर्नु बेसी त्यस्तो पनि नगर्नु के, किनकि अब गर्नु त पर्छ अलिकति तर डोन्ट ओभर डु इट के मेरो भाइहरू। किनकि अब तिमीहरूले त्यता अगाडि पार्टी यस्तो बुट्सहरू पुरा खान थाल्यो भने तिमीहरूको त्यता फिजिकल स्ट्यान्डर्ड तिमीहरूको डाउन हुन्छ। जति फर्स्टमा थियो त्यस्तो हुँदैन, फेरि राइज अप गराउनु साह्रो पर्छ आफ्नो स्ट्यान्डर्ड्स फिजिकल स्ट्यान्डर्ड्स। म यति भन्छु कि केटाहरूलाई अब आफ्नो वर्कआउट चाहिँ नछोड्नु बेसिकली। त्यहाँदेखिको चाहिँ अब तिमीहरूलाई अब के प्याकिङहरूको लागि पनि भिडियो बनाइदिउँ सोचिरहेको छु तर अब अहिले नै चाहिँ अलिकति टाइम पास छैन म, किनकि एज यु अल नो 1-2 दिनको छुट्टी भए नि आइरहेको छु। त्यहाँदेखिको चाहिँ तिमीहरूलाई बेस्ट विसेस छ हो। त्यहाँदेखिको चाहिँ आफ्नो फिजिकल स्ट्यान्डर्ड चाहिँ हाई नै राख्नु, भाते भएर नजानु हो। अब सबैमा छिरे भन्नाले अब सबै लाइफ छिरे भन्ने चाहिँ होइन हो, कठिन परीक्षाहरू छ त्यसको लागि चाहिँ मेन्टली प्रिपेयर्ड फिजिकली प्रिपेयर्ड भएर जानु क्या। त्यसै त्यहाँनिर प्रिपेरेसन गरेर चाहिँ होइन आफै प्रिपेयर्ड भएर बस्नु क्या मेरो भाइहरू। त्यहाँदेखिको लास्टली अब लङ त बनाउँदिनँ यो भिडियो सर्ट हो, किनकि अग्निवीर भन्नाले 4 वर्ष मात्र गरेर छोड्छु भन्ने केटाहरू धेरै हुन्छ हो। तर त्यस्तो नगर्नु किनकि त्यो 4 वर्षमा तिमीहरूले फुल एक्सपिरियन्स पाउँछ लाइफको लागि हो। अब त्यस्तो एक्सपिरियन्स दिइरहेछ भने चाहिँ अलिक फुल्ली नै जिएको राम्रो, पर्मानेन्ट भयो भने झनै राम्रो हो। कन्टिन्यू गर्नु अग्निवीर भनेर चाहिँ फेरि ट्राई गर्दैन कतिजनाले हो 4 वर्ष भनेर। तर म यति भन्छु कि भाइहरूलाई ट्राई गर्नु, आफ्नो बेस्ट दिनु, नेक्स्ट भर्ती आउँदा खालि झनै बेस्ट दिनु। बेस्ट विशेष छ मेरो केटाहरूलाई। अनि ट्रेनिङको लागि दामी गर्नु, ब्याग प्याकिङको लागि भिडियो आउँदैछ ल। जय गोर्खा।